हेलो गुड मर्निङ साथीहरु। आज चाहिँ म धेरै पछि भिडियो बनाउँदै छु ब्लग। अनि सबैजना हेरेर साथ दिनु होला। म चाहिँ अब पानी सानी सबै चिया सबै खाइसके अनि अब दाल बसाले छु। अनि बोडीको तरकारी बनाउन पर्यो भनेर टिप्न आएको बारीमा। बोडी चाहिँ टन्नकै छ के हेर्नु त कति छ, कति धेरै छ। चल है अलिकति उता पनि टिपेछु टिप्न त। यो चाहिँ हाम्रो गाउँको बिहानको नजारा। सानो पुन्टाहरू छन् यही। आऊ पुन्टा आऊ आऊ। म चाहिँ यहाँ यति टिपेको छु। यहाँ दाल बसालेको छु। अच्छा मुम मुम गरी हौ। ए हेलो भन्दै नि त। यसरी हेलो भन। हेलो साथीहरू भन न। चलाउन जान्नु छैन? आइ उ धन्नै उचाला न यतापट्टिबाट। यता आएर उचाला उचाला ह्यान्डल समातेर उचाला 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 ह्यान्डल समातेर उचाला उचाला। उठाउ न उठा उचाला आफै उचाला न। ऊ फेरि हेर न अहिले बिग्रियो भने के चलाउने होला? हजुर हजुर यहाँ चाहिँ हाम्रो बारी। उचाल्नुहोस् न आफै। यहाँ चाहिँ छ काउली। यहाँ छ लसुन। यो चाहिँ हो हाम्रो गोठ, गाई भैँसीको गोठ भन्छ। उचाल्नु न आफै। ल खै त थ्याङ्क यू भनेको। थ्याङ्क यू मम्मा भन। आउने ए ए ए ए ए भक्क 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 भक्क। मेरो दाल पनि पाक्यो। अब यहाँ जम्मै फुल छरेर फेरि केही छैन। अब भात बसाल्नु पर्यो। मैले चाहिँ यहाँ आलु र प्याजहरू अनि न्युरो भन्न आयो बोडी केलाएर सकिसकेँ। अनि यहाँ चाहिँ अब म पकाउनलाई छु। भात चाहिँ यहाँ पाकिसक्यो। अनि मैले हालेँ मेथी। अब हाल्छु प्याज। यहाँ चाहिँ मेरो बाबु होइन हो होइन त यहाँ आउनु त अहिले। चाहिँ तरकारी नि पाकिसक्यो। अब म जान्छु यहाँ। पाको अब बाबुलाई बोलाउँछु। बाबु माम खाना आऊ। माम खाना आऊ। घाँस काटेर आउँछु। छिटो आऊ। यति लिएर आऊ न। घाँस एक काटेको हो। लिएर हो टाउकोमा हालेर ल्याइयो हौ। खै त घाँस खै खै घाँस टाउको माथि छ। ल आऊ छिटो काटेर आयो।
खै हेरौँ घाँस ए त्यही हो ल आइला गरेर हालिदेऊ नि त जाऊ उ त छ त गोठमा यामा पुठोमा त के हो त पुठोमा काँडीला हिलो ए बा खाऊ हो न अब चाट दियो घाँस काट्दियो यिनीहरू हो यो नि गाई हो यो नि गाई हो यो पाडी भैँसी अनि उता दुईटा बाछीहरू छन् खै 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 फेरि देऊ न चाट भन न चाटो बात पाडीले चाट्छ बो म डर लाग्छ नाइ 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 गर्दैन माया साया तिमीलाई माया गर्छ मलाई त हान्छ बो नो खै देखाइदेऊ अबे चाट्दैन मुहा चाट्दैन फेरि खै हेरम ओहो जम जम माम खाना जम स्कुलमा सिकाएको अनि अहिले जहिले नि खाने बेलामा चाहिँ खालि गीत आउँछ ल खाऊ दाल माम तक्कली अनि बाबुको पानी आलु भन्ने आलु बोडी खाइदेऊ ल खाऊ त देखाइदेऊ मलाई खाएर देखाऊ माम खाएर देखाऊ ल यम्मी यम्मी भन नि त साथीहरू म माम खान्छु ल भन न अच्छा बाई भोलि भेट्छु हस् भन अब म स्कुल जाने हो भन चल्नु हुन्न नि आची लाग्छ खाइदेऊ माम खाएर देखाइदेऊ साथीहरूलाई मिठो साथी भन न अबे पानी खाऊ पानी खाऊ आँखा चिम्मा गरेर बस्यो आँखा चिम्मा मैले चाहिँ बाबुलाई स्कुल नै पुर्याएँ अनि स्कुल भन्दा नि अब यहाँ यसो भुल्ने बाटो मात्रै सिक्लाई मात्रै अनि आजको भिडियो चाहिँ यही अन्त्य गर्न चाहन्छु बाई बाई